आर्थिक वर्षमा यो किसान पुरस्कार अन्तर्गत जम्मा हाम्रो 7वटा मध्ये 6वटा वडाबाट चाहिँ 60वटा निवेदन सङ्ख्या दर्ता भएका थिए। त्यसमध्ये 50 मुरी फलाउने चाहिँ जम्मा 55 जना कृषक हुनुभएको छ। त्यसै गरेर 100 मुरी भन्दा माथि फलाउने 3 जना कृषक हुनुहुन्छ। सबैभन्दा बढी फलाउने 229 मुरी, 5 पाथी फलाउने हाम्रो दिप्सन चेम्जुङ हुनुहुन्छ। त्यसै गरेर हाम्रो मकरबहादुर तामाङको 158 मुरी 8 पाथी। त्यसै गरेर दिलबहादुर चेम्जुङको चाहिँ एकिन तथ्याङ्क मलाई अहिलेसम्म आएको छैन, यति नै भन्ने। 132 मुरी गरेर कुल हामीले जम्मा 58 कृषकलाई चाहिँ यो कार्यक्रमबाट चाहिँ सम्मान गरेका छौँ। 50 मुरी भन्दा माथि फलाउनेलाई जम्मा 30,000 र प्रमाणपत्र र सम्मान। त्यसै गरेर 100 मुरी भन्दा माथि फलाउनेलाई 50,000 र प्रमाणपत्र र सम्मानको व्यवस्था गरिएको छ पालिकाबाट। र गत वर्षको तुलनामा यो वर्ष अलिकति बाढी पहिरो गए तापनि निवेदन सङ्ख्या बढेर कुल धान उत्पादन पनि बढेको देखिन्छ। हामीले हेर्दाखेरि तपाईँको लगभग 2900 मुरी बराबरको धान फल्ने बराबरको खेत नष्ट भएको देखिन्छ। धान खेतीमा बढी क्षति भएको खोलाले 2900 मुरीमा चाहिँ यो क्षति देखिन्छ हाम्रो तथ्याङ्कमा। र यसमा पालिकाबाट त्यस्तो कुनै पनि अब सिँचाइका लागि केही पाइपहरू दिनेदेखि लिएर अन्य अरू त्यस्तो सेवा सुविधा चाहिँ पालिका स्तरबाट किसानले प्रदान गरेको अवस्था छैन। क्षतिमा चाहिँ करिब 800 घरधुरी कृषकहरूको चाहिँ यो क्षति भएको देखिन्छ। त्यसमा कसैको त अब धेरै 20-30 रोपनी नै खोलाले लगेको छ, कसैको 4-5 रोपनी, 2 रोपनी, 1 रोपनीसम्म उल्लेख गराउनु भएको छ। क्षति चाहिँ समग्र हेर्दाखेरि चाहिँ अब सबै वडामा उस्तै देखिन्छ। तर यो निवेदनका आधारमा हेर्दाखेरि चाहिँ 2 नम्बरको एकजनाको चाहिँ 50 मुरी नगाउने मान्छेको अब उहाँको चाहिँ अब गेडै छैन भनेपछि उहाँकै बढी देखेको हामीले चाहिँ महसुस गरेका छौँ। किनभने उहाँ पुरस्कारको लागि दाबी गर्नुभएको उहाँको चाहिँ पुगेकै छैन। खेतालो लाउनु पर्यो, 2 जना छौँ बुढाबुढी। पहिला तपाईँलाई 55-56 सालतिर म दुःख पाएर तपाईँलाई 2 पाथी धान लुकाएँ मङ्सिरमा। अनि त्यतिखेर जग्गा थिएन सर। अनि विदेश साउदी मुलुक खाडीमा गयौँ। मुलुक खाडीमा गएर तपाईँले 4 साल बसेर दुःख गऱ्यौँ, रोडमा काम गऱ्यौँ सर। अनि मैले त्यहाँ विदेशमा साथीहरू के भने मेरो देशमा फर्केर जब नेपालमा जाने साथी हो, ढुङ्गामाथि माटो बोक्ने, माटो बोकेर निबो खोला भन्ने एउटा खोला छ, त्यसको पानी बोकेर धान रोपी खाने भनेर फर्क्यौँ सर। अनि 60 सालमा आयौँ। 60 सालदेखि चाहिँ यहाँ खेतीबाल साथीहरूले धेरैजनाले मागेँ मैले होइन। खेतीबाल साथीहरूले ठेक्कामा मागेँ, कुदमा मागेँ, कुनै अध्ययमा मागेँ। त्यसो गर्दाखेरि खेती अहिले त्यस्तै छ सर। म त्यति नै जग्गा कमाइरहन्छु। 3 मुरी सपातीको बिउ रोप्छु। बिउ चाहिँ यसपालि चाहिँ त 52 मुरी जति धान खोलाले बगायो। प्राविधिक सरहरूले पनि अनुभव खेत पनि हेरिसक्नुभयो, धेरै बगाएछ भन्नुभयो। सबै अर्काको कुदमा अध्ययमा ठेक्कामा। पहिला 168 भएको थियो सुरुमा, 168 मुरी, पर 174 मुरी। अहिलेको साल सर खोलाले लाँदाखेरि 168 मुरी भयो। कति भन्दै हुनुहुन्छ सरहरूले आज। मलाई नाफा हुँदैन सर, उल्टै घाटा छ। किनभने अस्ति रोप्नु मात्रै मैले 2,80,700 रुपियाँ सिध्याएँ, लेखेरै राखेँ। दिनको एकजनालाई 800 दिनुपर्छ बिहान दिउँसोको। अनि मेरो 1-2 जना लाएर हुँदैन। खेतालो तपाईँलाई रोपेको दिन त 10-15 जना भेला गर्नु पर्यो। अब 2-3 जना लाखेले हुँदैन, बौसे धेरै चाहियो। गोरु 2 हल छ आफूसँग नै। अनि गोरु पनि माग्नुपर्छ। 18 हल लाएँ जम्मा खेती गर्दाखेरि, रोपाइको दिन गोरु अर्काको, मसँग 2 हल नभ्याएर। अनि यो मङ्सिरमा मात्रै तपाईँलाई 1 लाखले धान काट्नु ठ्याक्कै 1 महिना लाग्यो सर। ठ्याक्कै कार्तिक 24 गतेदेखि थाल्यौँ धान काट्नु, मङ्सिर 23 गते सक्यौँ धान काटेर। अनि यहाँदेखि दाउने धान यस्तो झार्दै 4टा खेतमा तल पुगेँ। अनि अस्तिको दिन झारिसकेँ सर। अनि हिजो यसो बत्ताइयो, आज पनि बत्ताइयो। अनि आज भर्दै आएछ। अनि मेरो प्राविधिक सरहरूले पनि मैले खेत देखाएँ। मेरो खेतमा कति तपाईँले अड्कल गर्नुभयो, कति मेरो धान क्षति भयो भनेर भन्दाखेरि तपाईँको धान धेरै नै भएछ भन्नुभयो। मैले मेरोमा 50देखि उकालो लगेको छ भनेर भने उनीहरूले 52 जति त लग्यो तपाईँको खेतको भन्नुभयो। प्राविधिकले बढाएर गर्नुभयो। किनभने खेती धेरै 6 हलको मेला लगेको छ जम्मा त। 6 हलको मेलामा त अनि तपाईँले त धान राम्रो नै फल्छ सर। यहाँ यो 12 पाथी धानको बिउ छ मेरो। अनि तल 12 पाथी छ, माथि घर छेउमा 12 पाथीको छ। अनि तल
यो त 3 ठाउँ 12 पाथीको, 1 ठाउँ 1 मुरीको, अनि माथि गर्दाखेरि 3 मुरी 6 पाथी। सहयोग त अब यहाँ गाडीहरू हाते ट्र्याक्टर दिए राम्रो हुन्छ भन्छौँ, तर हाते ट्र्याक्टर दिँदाखेरि यस्तो फेरि ढुङ्गा घारीमा हुँदैन रहेछ सर होइन। अनि त्यो मैले मन गरिनँ। मलाई त अब यस्तो गोड्ने खेत गोड्नेहरू पनि मैले दिएको छ पालिकादेखि होइन, माथि खिरिङबाट नै ल्याएँ, तर त्यसले पनि नहुने रहेछ हाम्रो यो यस्तोमा त सर। यो सानो सानो फक्टामा होइन, त्यो त ठुल्ठुलो गाडामा ठुल्ठुलो रोप्ने ठाउँमा मिलाएर गाडा मिलाउने रोप्ने ठाउँमा चाहिँ अलिअलि होला कि यहाँ त नहुने रहेछ सर त्यो पनि। अब यस्तै छ सर, अरू त अब के